तर बजेट बनाउने कुरामा यस वर्ष मैले अकल्पनीय विभेद पाएँ। मैले जहाँ अत्यावश्यक योजना थियो, अत्यावश्यक नगरी नहुने योजना थियो, बुढानीगण्ड 6 जस्तोलाई 1,44,00,000 नगर स्तरीय बजेट दियो। अहिले मैले प्रतिबद्धता पत्र अनुसार काम गरिरहेको छु। मैले बजेट बनाउने बेलामा हरेक समय प्रतिबद्धता अनुसार काम गर्ने गरेको छु र मेरो प्रतिबद्धता पत्र झन्डै 90% पुरा भइसकेको छ। बुढानीगण्ड नगरपालिका वडा नम्बर 6 पहिला खड्का भद्रकाली गाविस बाट विभाजन भएर वडा नम्बर 6 र 7 बनेको थियो। बुढानीगण्ड 6 हातेडा चोकबाट पश्चिमतर्फ विष्णुमती खोलाको दोभानसम्म 6 पर्छ। यो बुढानीगण्ड 6 मा आम नागरिकहरूले के का लागि आउनुहुन्छ भन्दाखेरि भद्रकाली मन्दिर, ऐतिहासिक भद्रकाली मन्दिर बुढानीगण्ड 6 मा छ। लिच्छवीकालीन शिलालेख भएको धरमपुर बुढानीगण्ड 6 मा छ। त्यस्तै गरी बुढानीगण्ड 6 मा अनेकै धार्मिक स्थलहरू छन् र जसले गर्दा बुढानीगण्ड 6 जानुपर्छ भन्ने आम नागरिकलाई परेको छ। त्यसले गर्दा पनि बुढानीगण्ड नगरपालिका वडा नम्बर 6 आम नागरिकहरूको रोजाइ बनाउनको लागि हामीले प्रयत्नरत रहेका छौँ र रहिरहने पनि छौँ। अब यहाँले यस वडाको विकासको जिम्मा लिनुभएको छ। यहाँको नेतृत्वमा यो वडा विकासको मार्गमा अगाडि बढिरहेको छ हैन। वडाले चाहिँ आफ्नो तर्फबाट विशेष प्राथमिकता दिएर वडा स्तरीय गौरवका आयोजनाहरू के अगाडि बढाइरहेको छ? एकदमै महत्त्वपूर्ण प्रश्न राखिदिनु भयो तपाईँले। हामी 2079 सालमा निर्वाचित भइसकेपछि बुढानीगण्ड नगरपालिका वडा नम्बर 6 जतासुकै जहाँसुकै हामी भोट माग्नको लागि निर्वाचनभन्दा अगाडि भोट माग्नको लागि जाँदाखेरि हिलो नभएको बाटो कहीँ थिएन। अहिले हिलो कहाँ छ भनेर खोज्नुपर्ने स्थितिमा हामीले पुर्याएका छौँ। तपाईँलाई भद्रकाली डेरी च्यासिन्डोलको भद्रकाली डेरीदेखि विष्णुमतीसम्म त्यो 2वटा स्कुल पनि थिए। बाटो 26 फुटे थियो तर कहीँ पनि पक्की थिएन। पुरै हिलाम्मे बाटोलाई हामीले एकै वर्षमा 9 करोड रुपियाँ दाम लगानी गरेर भद्रकाली डेरीदेखि विष्णुमतीसम्मको बाटो स्तर उन्नति गरेर अहिले त्यहाँ माइक्रोबस सञ्चालन गर्ने गरी सेवा हामीले दिइरहेका छौँ। त्यस्तै गरी बुढानीगण्ड 6 को इटाली टारबाट पासीकोट जाने बाटो 2077 साल हामी निर्वाचन हुनुभन्दा अगाडिदेखि पहल गरिएको बाटो सम्भव थिएन त्यो बेलादेखि र अहिले हाम्रो कार्यकालमा अब हामी अन्तिम चरणमा आउँदाखेरि त्यो बाटोमा अहिले अब हामी 100% सफलता उन्मुख भइसकेका छौँ। यसले गर्दा बुढानीगण्ड 6 का यी महत्त्वपूर्ण भौतिक पूर्वाधारका कामहरू भएका छन्। यो मात्र होइन, तपाईँलाई सानातिना बाटा र आम नागरिकहरू जहाँ बस्नुहुन्छ हामीले भन्ने गरेका छौँ बुढानीगण्ड 6 का आम दाजुभाइ दिदीबहिनीहरूलाई हिलोमा टेकेर तपाईँ माइक्रोमा चढ्न जानु पर्दैन, त्यो बनाउँछौँ भन्ने हाम्रो अभिप्रायले हामी हिँडिरहेका छौँ र त्यो सफलताको तर्फ हामी 85% सफलता उन्मुख भइसकेका छौँ। यसरी बुढानीगण्ड 6 मा आम नागरिकहरूलाई हिलोमुक्त अभियान बनाउँदै टोल साना बाटो ठुला बाटो लगायतका बाटोहरूमा हामीले काम गरेका छौँ। तपाईँहरूलाई भन्नुपर्छ म निर्वाचन भएको पहिलो वर्षदेखि यो महत्त्वपूर्ण योजना बाहेक पनि नगरपालिकाबाट हामीले प्रत्येक वर्ष 7 करोड 8 करोड रुपियाँ बजेट लिएर आएर च्यासिन्डोल, ओखलगाउँ, पासीकोट यी महत्त्वपूर्ण ठाउँहरू जहाँ अत्यधिक धेरै काम गर्नुपर्ने थियो, जहाँ अत्यधिक धेरै हामीले लगानी गर्नुपर्ने थियो, जहाँ अत्यधिक धेरै नागरिक बस्नुहुन्थ्यो, ती ठाउँमा हामीले सालै पछि 1 करोड 1.5 करोड 1 करोड 1.5 करोड बजेट हालेर अहिले सबै ठाउँ हिलोमुक्त अभियान बनाइसकेका छौँ। विष्णुमतीमा कुनै बाटो ढलान थिएन, पासीकोटमा हामीले नगरेको कुनै बाटो छैन, हरेक बाटो हामीले काम गरेका छौँ। ओखलगाउँ त्यस्तै छ, च्यासिन्डोल त्यस्तै छ। यसकारण यी विभिन्न टोलहरू मैले अहिले तपाईँलाई धेरै लगानी गरेका वटा टोलहरूको नाम भने यस्ता टोल बुढानीगण्ड 6 मा धेरै छ। भौगोलिक दृष्टिकोणले पनि हामी आम नागरिक दाजुभाइ बस्ने वडाको हिसाबले झन्डै नगरपालिकामा 4औँ 5औँ ठुलो वडाको रूपमा रहन्छौँ। तर पनि हाम्रो काम चाहिँ अत्यधिक धेरै गर्नुपर्ने भएका कारणले गर्दा पनि बुढानीगण्ड 6 मा भौतिक पूर्वाधारतर्फ हामी त्यसरी अगाडि बढेका छौँ। भौतिक पूर्वाधार सँगसँगै अर्को गौरवको योजनाको रूपमा रहेको च्यासिन्डोल कबड हल जो उद्घाटनको सन्मुखमा छ। अबको सम्भवतः हामी भदौ महिनाभित्रै यसलाई उद्घाटन गर्ने तयारीमा छौँ, जहाँ इन्डोर गेम खेल्नको लागि आम बुढानीगण्ड 6 मात्रै होइन धेरै ठाउँका दाजुभाइ दिदीबहिनीहरू आउनुहुन्छ। हामीले अस्ति 2 महिना अगाडि मात्रै वडा अध्यक्षको ब्याडमिन्टन प्रतियोगिता पहिलो ब्याडमिन्टन प्रतियोगिता हामी त्यही सम्पन्न गरेका छौँ। त्यसरी त्यो भौतिक पूर्वाधारले पूर्ण रूपले त्यो सम्पन्न भइसकेको छ। यसरी हामीले खेलतर्फ च्यासिन्डोल कबड हल उद्घाटनको सन्मुखमा रहेका छौँ। त्यस्तै गरी बुढानीगण्ड 6 मा ठुलो योजना झन्डै 22 करोडको योजनाको खानेपानी वृहत च्यासिन्डोल खानेपानी वृहत योजना अब खानेपानी खुवाउने अन्तिम तयारीमा छौँ। यो गौरवको योजनाको रूपमा रहेका छन्। त्यस्तै गरी गौरवको योजनाको रूपमा रहेको बुढानीगण्ड 6 को वडा भवन
म निर्वाचित भएर जाँदाखेरि भद्रकाली मन्दिरको एउटा सानो रुममा पानी चुइने रुमबाट हामीले शुभारम्भ गरेको भद्रकालीको यो बुढानीगण्ड 6 को वडा भवन भद्रकाली मन्दिर छोडेर हामीले यहाँ सर्नुपर्ने स्थिति बनेको थियो। यहाँ हामीले शिलान्यास गरेको 11 महिनामा उद्घाटन गर्न सफल भयौँ। बुढानीगण्ड नगरपालिकाको मेयर साहब मिठाराम अधिकारीकै हातबाट शिलान्यास गरेर उहाँकै हातबाट उद्घाटन गरेर 11 महिनामा उद्घाटन गर्न सफल भएर इतिहास रच्न सफल भएको यो वडा भवनमा बसेर अहिले हामीले बाल मैत्री, अपाङ्ग मैत्री, ज्येष्ठ नागरिक मैत्री बनाएर सेवा सुविधा दिइरहेका छौँ। त्यस्तै गरी स्वास्थ्य चौकी भवन जहाँ अहिले पनि भद्रकाली मन्दिरमै छ। दिदीबहिनीहरूलाई कहिलेकाहीँ दिदीबहिनीहरूको त्यस्तै समस्या परेको बेला जाउँ कि नजाउँ भन्ने स्थिति भएको मन्दिरको प्राङ्गणमा रहेको स्वास्थ्य चौकी भवन अब हामी केही समयभित्रै यसलाई पनि उद्घाटन गर्ने तयारीमा द्रुत गतिमा अगाडि बढेका छौँ। यो आर्थिक वर्षमा हामीले झन्डै 90 लाख रुपियाँ दाम छुटाएर स्वास्थ्य चौकी भवन बन्ने अन्तिम तयारीमा पुगेको जानकारी गराउन चाहन्छु। यसरी हामीले बुढानीगण्ड 6 मा अत्यावश्यक योजना, हामीले नहुने योजना, बाटोघाटोमा पहिलो प्राथमिकता दियौँ। त्यसपछि शिक्षामा महत्त्वपूर्ण दिएर म निर्वाचित हुनुभन्दा अगाडि 5 कक्षासम्म भएको भद्रकाली आधारभूत विद्यालयलाई अहिले 8 कक्षासम्म पढाउने बनाइसकेको छु। स्वास्थ्य चौकीमा त्यस्तै गरी चेन्ज गरेको छु। स्वास्थ्य चौकीमा अहिले आम नागरिकहरूलाई रोग लाग्नुभन्दा अगाडि नै हुने उपचार निःशुल्क रूपमा हामीले उपचार गराइरहेका छौँ। आम नागरिकले त्यसरी स्वास्थ्यमा निरोगी बनाउने अभियानमा हामी छौँ। त्यस्तै गरी निरोगी वडा बनाउनको लागि अहिले हामी योग शिविर सञ्चालन गरिरहेका छौँ। जुन वडा भवनमै योग शिविर सञ्चालन भइरहेको छ बिहान। त्यस्तै गरी यो आर्थिक वर्ष हामी योग हल बनाउँदैछौँ। यसरी हामीले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायत खेलकुदमा अगाडि बढिरहेको र बुढानीगण्ड 6 समृद्ध बनाउने कुरामा हाम्रो अहोरात्र खटिरहेको पनि तपाईँलाई जानकारी गराउन चाहन्छु। अब यहाँले विकासका धेरै कुराहरू गर्नुभयो होइन, यहाँ धेरै विकास देखिने गरी भएका पनि छन्। तैपनि यो वडाको आकार अनुसार, जनसङ्ख्या अनुसार चाहिँ यहाँहरूले विकासको लागि चाहिने बजेट चाहिँ पर्याप्त रूपमा पाइरहनु भएको छ कि छैन, के अनुभव छ? हरेक वर्ष बजेट बनाउने बेलामा नगरपालिकामा झगडा गर्नुपर्ने वडा अध्यक्षको रूपमा परिचित वडा अध्यक्ष म हो। आम नागरिकहरूलाई थाहा छ बुढानीगण्ड 6 कस्तो थियो, अहिले कस्तो बन्दैछ र मेरो सपना के थियो, के बनाउनु पर्छ। यी सबैलाई मध्यनजर गर्दै हामी अगाडि बढिरहेका छौँ र हरेक वर्ष नगरपालिकाबाट धेर थोर हामीले बजेट पनि ल्याइरहेका थियौँ, काम पनि गरिरहेका छौँ। वर्षैपछि 7 करोड 8 करोड बजेट ल्याएर बुढानीगण्ड 6 समृद्ध बनाउने कुरामा हामी अगाडि बढेका थियौँ। तर यो आर्थिक वर्ष 83-84 जुन यो निलो बुक प्रकाशन भएको छ, यो निलो बुक प्रकाशन हुँदा चाहिँ मेरो साह्रै धेरै ठुलो मन दुखेको छ। यो हाम्रो निर्वाचित भएको चुनावको हिसाबले अन्तिम वर्ष, अब 5 वर्ष हामी पुग्दैछौँ। यही वर्ष काम धेरै सम्पन्न गर्नुपर्ने थियो। यही वर्ष सम्पन्न गर्नको लागि टोलमा बुढानीगण्ड नगरपालिकाको नगर प्रमुख सहित मैले टोलमा गएँ। टोलमा आम नागरिकलाई भने बुढानीगण्ड नगरपालिकाको नगर प्रमुखले पनि वचन दिनुभयो, हामी यो वर्ष हिलोमुक्त अभियान, आम नागरिकलाई हिलोमुक्त अभियान बनाउने, आम नागरिकलाई सेवा सुविधा दिने कुरामा पछि पर्दैनौ भन्ने कुराकानी भयो। त्यस्तै गरी हाम्रा साथीहरूको बिचमा, कार्यपालिकाको बिचमा पनि बुढानीगण्ड 6, बुढानीगण्ड 13 लाई अलिकति बजेट हेर्नुपर्छ भन्ने कुराकानी भयो। तर बजेट बनाउने कुरामा यस वर्ष मैले अकल्पनीय विभेद पाएँ। मैले जहाँ अत्यावश्यक योजना थियो, अत्यावश्यक नगरी नहुने योजना थियो, बुढानीगण्ड 6 जस्तोलाई 1 करोड 44 लाख नगर स्तरीय बजेट दियो। तर अन्य वडा जहाँ काम सम्पन्न भइसकेको छ, त्यति धेरै बजेट माग भएको थिएन, ती वडाहरूमा 2 करोड 6 लाख, 2 करोड 37 लाख बजेटहरू दिए। यसरी बुढानीगण्ड 6 मा यो आर्थिक वर्षमा बजेट बनाउने कुरामा विभेद भयो। यसले गर्दा साह्रो विभेद भयो। समन्वयको लागि मैले धेरै प्रयत्न पनि गरेँ, समन्वय पनि कुराकानी पनि गरेँ। बुढानीगण्ड 6 को मेयर साहबलाई पनि गुहारेँ, उपमेयर साहबलाई पनि गुहारेँ, प्रमुख प्रशासकीय सरलाई पनि गुहारेँ, वडा अध्यक्ष साथीहरूलाई पनि भने। समन्वयमा धेरै कुराकानी भयो र जति छलफल भयो ती छलफलहरूमा हामीलाई मौखिक वचन के दिइयो भने बुढानीगण्ड 6 र 13 मा धेरै काम गर्न बाँकी छ, 11 मा पनि धेरै काम गर्न बाँकी छ। यी 2-3 वडालाई चाहिँ अन्य वडाको तुलनामा 1.5 करोड बजेट दिने आश्वासन दिइयो। हामी त्यसैमा भर पर्यौँ, त्यसैमा ढुक्क भयौँ। जब बुक प्रकाशन भएर आयो त्यसमा हामीलाई विभेद भएको हामीले प्राप्त गर्यौँ, जसले गर्दा यो आर्थिक वर्षमा हाम्रो मन पुरै खल्लो भएको छ। तथापि पनि हामीले बुढानीगण्ड नगरपालिकाका नगर प्रमुख, उपप्रमुख लगायतसँग कुराकानी गरेर बिचमा जस्तै पुसको अधिवेशनमा अथवा कार्यपालिका बैठकबाट कसरी हुन्छ समन्वय गर्छु भनेर वचन दिनुभएको छ। तर बुक प्रकाशन गर्दाखेरि चाहिँ पूर्ण रूपले विभेद, पक्षपात
भएको छ, बुढानीगण्ड छ, अछुतो जस्तो छुट्टै वडा हो कि जस्तो व्यवहार भएको चाहिँ म तपाईँहरू मार्फत आम नागरिकलाई भन्न चाहन्छु। अब यो वडाको विकास भनेको अब एक हिसाबले यहाँले असन्तुष्टि पनि बजेट थोरै भयो भन्ने हिसाबले व्यक्त गर्नुभयो होइन, तर विकासको लागि वडाको विकासको लागि केन्द्रसँग प्रदेशसँग पनि समन्वय गरिन्छ होइन। यो वडाको विकासमा चाहिँ तिनै तहबिचमा समन्वयको अवस्था चाहिँ कस्तो छ? तपाईँले आम नागरिकको बिचमा 3 तह सरकारको अवधारणा के र 3 तह सरकारमध्ये बुढानीगण्ड 6लाई कुनले हेरेको छ भनेर कति महत्त्वपूर्ण प्रश्न राखिदिनु भयो। मैले आम नागरिकहरूलाई स्पष्ट पार्ने अवसर प्राप्त गरेँ। अस्ति भर्खरै सम्पन्न भएको फागुन 21 को निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सांसदले हाम्रो क्षेत्रबाट जित्नुभयो, मन्त्री बन्नुभयो। हामी खुसी भयौँ, गदगद भयौँ। जब बजेट बनाउने बेलामा आयो उहाँसँग मैले धेरै पटक भेट्ने प्रयत्न गरेँ। म वडा अध्यक्ष, उहाँ हाम्रो माननीय मन्त्रीज्यू धेरै पटक भेट्ने प्रयत्न गरेँ, धेरै पटक सूचना पठाएँ, तर मैले भेट्न सकिनँ। बजेट आयो। बजेट आउँदा सङ्घीय बजेटबाट बुढानीगण्ड नगरपालिकालाई यस पटक 0 रुपियाँ भन्न पनि हामीलाई लाज लागिरहेको छ। बुढानीगण्ड 6मा गौरवका ठुला योजना गर्न बाँकी छ। विष्णुमतीले त्यति नै धेरै समस्या दिएको छ, लिउडी खुराले त्यति नै धेरै समस्या दिएको छ। यी ठुला योजनाहरूमा तपाईँले ठुला कार्यक्रम चाहिँ सङ्घबाट हालिदिनुपर्छ भने हामीले भनेका थियौँ। सुरुमा भन्यौँ, बजेट बनाउने बेला उहाँसँग भेट हुन सकेन। उहाँले वचन दिनुभयो, बजेट परेन। सङ्घबाट बुढानीगण्ड 6 0। प्रदेशको कुराकानी गरौँ। प्रदेशले विभिन्न तह तबकाबाट प्रदेश मान्यज्यूसँग कुराकानी भयो। यस क्षेत्रमा काठमाडौँ क्षेत्र नम्बर 5 को कबाट प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार मन्त्री दिनेश चन्द्र देवकोटालाई पनि धेरै गुहारियो। उहाँसँग नै धेरै कुराकानी गरियो। उहाँ मार्फत केही बजेट परे। अहिलेको बहालवाला प्रदेश सांसदज्यूबाट केही बजेट पर्यो। काठमाडौँ क्षेत्र नम्बर 4 खबाट जित्नुहुने मान्य जयराम थापा मन्त्री हुनुहुन्थ्यो, उहाँबाट केही बजेट पर्यो, जसले गर्दा प्रदेशबाट हाम्रो बुढानीगण्ड 6लाई पुग नपुग झन्डै 3 करोड चान्चुन बजेट परेको छ। यी 3 करोड चान्चुन बजेट चाहिँ कार्यान्वयन गर्नेतर्फ हामी अगाडि बढिरहेका छौँ र यसरी सङ्घबाट 0, प्रदेशबाट 3 करोड चान्चुनको कार्यक्रम लिएर हामी अगाडि बढ्नुपर्नेछ। तर सिङ्गो बुढानीगण्ड 6 यतिले मात्र काम गर्दा अर्को पटक चुनाव के होला, कसो होला, कसरी जाला त्यो आफ्नो नहोला। तर हामी निर्वाचित भएको, मेरो अध्यक्षतामा निर्वाचित भएको हामी 5 जनाकोले बुढानीगण्ड 6 समृद्ध बनाउने कुरामा यसपटक यी बजेटले हामीले सोचे जति काम गर्न सक्दैनौँ। लगभग हामीले हिलोमुक्त अभियान आम नागरिकलाई हिलोमा देख्न नपर्ने गरी विकास गर्छौँ भनेका थियौँ। ती सपनाहरू मेरा अधुरा हुने भएका छन्। तर आम नागरिकलाई हामीले 90% भौतिक पूर्वाधारतर्फको काम चाहिँ सम्पन्न गर्छौँ र विविध कारणले 10% जति बाँकी रहन सक्छ। यो म लड्दै पनि लाग्दै पनि विविध कारणले मैले सफल 100% हुन खोजेको थिएँ। 100% सफल म हुन सकिनँ। मैले यो मेरो गल्ती, यो चुनाव हुन लागेको मेरो कार्यकालको अन्तिम अब लगभग झन्डै 6-7 महिनाको बाँकी भएको तपाईँको यो मिडिया मार्फत आम नागरिकलाई स्पष्ट पार्न चाहन्छु। तर पनि म हारेको छैन, हार्नेवाला छैन। जहाँ जे जानुपर्छ गइरहेको छु। जहाँ जसोसँग बजेट माग्न पर्ने मागिरहेको छु र केही हदसम्म पर्सेन्टेज बढाउन सक्छु भन्ने मलाई विश्वास छ। अब यो वडाको विकास भनेको जनप्रतिनिधिको प्रत्यक्ष नेतृत्व त हुन्छ, उहाँहरूको अग्रसरता चाहिन्छ होइन। तर आम वडावासीको पनि चासोको विषय हो, सरोकारको विषय हो होइन। यो विकासका कार्यहरूमा चाहिँ वडावासीहरूको चासो र सहभागिताको स्थिति कस्तो पाउनु भएको छ? उहाँहरूले पनि त प्रदेश केन्द्र लगायतमा आफ्नो किसिमले माग गर्न सक्नुहुन्छ नि, के पाउनुहुन्छ आम नागरिकको चासो विकासमा? आम नागरिकको चासो बुढानीगण्ड 6मा यति धेरै छ, व्याख्या गर्न पनि सकिँदैन। बुढानीगण्ड 6 यसरी यति चाँडो समृद्ध बनाउने कुरामा आम नागरिकको चासोको कारणले गर्दा हो। अहिले पनि हामीले यो 83-84 को बजेट कार्यान्वयन गर्नको लागि हामीले आह्वान गऱ्यौँ। बुढानीगण्ड 6ले देशैभरि कहीँ छैन होला सायद, देशैभरिको वडा अध्यक्षमध्ये म एउटा हुँ भने म आफूलाई गर्व गरिरहेको छु। मैले हरेक वर्ष पत्रकार सम्मेलन, यो निलो बुक प्रकाशित भइसकेपछि पत्रकार सम्मेलन गरेर हाम्रो कुन टोलमा कति बजेट पर्यो, कुन ठाउँमा कति बजेट पर्यो, कुन ठाउँमा बजेट परेन, सब पारदर्शी रूपले सार्वजनिक गर्ने गरेको छु। जहाँ बजेट पर्यो आम नागरिक प्रत्यक्ष आउनुहुन्छ। अब बजेट कार्यान्वयन गर्नको लागि उहाँहरूले भूमिका खेल्नुहुन्छ, समिति बन्न थाल्छ। अहिले पनि झन्नै यो आर्थिक वर्षमा हाम्रो 27-28 वटा योजना छन्। 27-28 वटा योजनामध्ये 20 वटा योजना हाम्रो नाप्जा सब सिद्धिसकेको छ, इस्टिमेट रेडी भइसकेको छ। 2-3 वटा अगाडि बढिसकेका छन् र हामी 10 अगाडि घटीमा पनि 8-10 वटा योजना सम्पन्न गर्नेतर्फ अगाडि बढिरहेका छौँ। यसरी नगरपालिकाले छुट्याएका बजेटहरूमा आम नागरिकको चासो
यो भएको कारणले हामी सफल भएका छौँ। यो बजेट कार्यान्वयन गर्ने मात्र होइन, बजेट माग्ने कुरामा उहाँहरू बुढानीकण्ठ छले आह्वान गरेको हरेक मिटिङमा आउनुहुन्छ। बजेट माग्ने क्रममा उहाँहरू सङ्घ प्रदेशमा पत्र लिएर दौडनुहुन्छ। बजेट माग्ने सन्दर्भमा बुढानीकण्ठ नगरपालिका वडा नम्बर 6 का आम दाजुभाइ दिदीहरू केन्द्र सरकारसँग पुग्नु भएन कि प्रदेश सरकारसँग पुग्नु भएन कि, त्यसकारण यसपालि केन्द्रीय सरकारले न आम नागरिक बुझ्ने चेष्टा गर्यो न वडा अध्यक्षलाई बुझ्ने चेष्टा गर्नुभयो। त्यसले गर्दा केन्द्रीय सरकारबाट हामीलाई असहयोग भएको मैले भनिरहेको छु भने प्रदेश सरकारबाट केही समन्वयकारी भूमिका हामीलाई भएको छ। त्यसले गर्दा आम नागरिक बुढानीकण्ठ 6 को एक दिनको सूचनाले हामी यस्तो गर्दैछौँ तपाईँहरू आइदिनु पर्यो भन्दा एउटा सूचना निकाल्दा पनि आम नागरिकहरू बुढानीकण्ठ 6 को सूचनालाई मध्यनजर गरेर यति धेरै उपस्थित हुनुहुन्छ जहाँ प्रशंसा नगरिकन सम्भवै छैन। त्यति धेरै उहाँहरूको माया, त्यति धेरै ममता, त्यति धेरै आशीर्वादले गर्दा हामी बुढानीकण्ठ 6 का जनप्रतिनिधिहरू सफलताको सिँढीहरू चढ्न सफल भएका छौँ। भौतिक विकास, पूर्वाधारको विकासमा यहाँले उल्लेखनीय काम गरिरहनु भएको छ होइन। यस वडामा मानव विकासको लागि, सामाजिक विकासको लागि, वडावासीहरूको जीवनस्तर उकास्नको लागि चाहिँ यहाँहरूले के गरिरहनु भएको छ? हामी निर्वाचित भइसके पछाडि मेरो पहिलो उद्देश्य भनेको चाहिँ आम बुढानीकण्ठ 6 का दिदीबहिनीहरूलाई घरको चुलो चप्काबाट बाहिर निकाल्नुपर्छ। तपाईँहरू अब चुलो चप्कामा मात्र सीमित हुने होइन, घरबाट बाहिर निस्किनुहोस् भनेर मैले दिदीबहिनीहरूको लागि धेरै कार्यक्रमहरू के भन्छ मानव विकास सँगसँगै यो व्यावसायिक बन्नुपर्छ भन्नको लागि उहाँहरूलाई हातमा स्केल दिनको लागि धेरै कार्यक्रमहरू ल्याएँ। उहाँहरूले ब्युटी पार्लरको 2 जना दिदीबहिनीहरूले त एउटा समूह बनाएर ब्युटी पार्लर खोलिसक्नु भएको छ। उहाँहरूको ब्युटी पार्लरमा यति धेरै राम्रो छ। मैले दलित समुदायका दिदीबहिनीहरूको लागि मेसिनहरू वितरण गरेर उहाँहरूलाई आय आर्जनमा अझ बढी उल्लेखनीय सहयोग गरेको छु। त्यस्तै गरी युवा भाइ बहिनीहरूको लागि बारिस्टा तालिम दिएर उहाँहरूलाई हातमा स्केल, विदेश जाँदाखेरि पनि तपाईँहरू भोकै मर्न नपरोस् भन्नको लागि बारिस्टा तालिम दिएको छु। यहीँ केही गर्न सक्नुहुन्छ भने म मेसिन किनिदिन्छु भनेको छु। उहाँहरूले बारिस्टा तालिम लिनुभएको छ। हामीले बेकरी तालिम दिएका छौँ। अब अहिलेको जमाना भनेको डिजिटल मार्केटिङको समय भयो हुनाले हामीले डिजिटल मार्केटिङको तालिम दिएका छौँ। अब उहाँहरू डिजिटल मार्केटिङ तालिम लिइसकेपछि त्यो अभियान अन्तर्गत अगाडि बढ्दै हुनुहुन्छ र केही समयमा अब हामी यो आर्थिक वर्षमा युवा भाइहरूको लागि मोबाइल मर्मतका तालिमहरू, फ्रिज मर्मतका तालिमहरू, टिभी मर्मतका तालिमहरू, ताकि बेरोजगार भएर कोही बस्न नसकोस्। तपाईँको हातमा सर्टिफिकेट छैन अथवा सामान्य सर्टिफिकेट छ तर तपाईँको हातमा सिप छैन भने तपाईँले केही गर्न सक्नुहुन्न र आम नागरिकलाई भोकै मर्न नपर्ने बनाउनको लागि मैले उहाँहरूलाई सिप धेरै दिएको छु, धेरै दिइरहेको छु र दिइ पनि रहेको छु। उहाँहरू कतिजनालाई मैले ड्राइभिङ तालिम दिएँ। म निर्वाचित भएको पहिलो वर्ष ड्राइभिङ तालिम 28 जनालाई दिएँ, 21 जना लाइसेन्स लिनुभयो। अहिले धेरैजनाले आफ्नै गाडी चलाउनुहुन्छ, कतिजना गाडी चलाउनमा रोजगार प्राप्त गर्नुभएको छ। यसरी हामीले ती युवाहरू दिदीबहिनीहरूको लागि हामीले काम गरिरहेका छौँ। ज्येष्ठ नागरिकको हकमा कुराकानी गर्नुहुन्छ भने प्रत्येक वर्ष ज्येष्ठ नागरिकलाई सामान दिने मात्र होइन, उहाँहरूको छोराको भूमिका निर्वाह गर्ने गरेर एक दिन उहाँहरूसँग तीर्थाटन गर्ने कार्यक्रम गरेको छु। कहिले कता लगेर उहाँहरू त दिनभरि रमाइलो गर्ने कार्यक्रम गरिरहेको छु। यो आर्थिक वर्षबाट हामी सम्भवतः मङ्सिर महिना अथवा कार्तिक महिनाभित्रै उद्घाटन गर्नेछौँ। उहाँहरूलाई एक ठाउँमा राखेर प्रत्येक शुक्रबार भजन कीर्तनसहित ओडाले खाजा व्यवस्थापन गरेर ज्येष्ठ नागरिकहरूले आफ्नो मनका व्यथा पोख्न पाउने गरी तयारी गरेका छौँ। अहिले ज्येष्ठ नागरिकहरूसँग गफ गर्ने मान्छे कोही हुँदैन। ज्येष्ठ नागरिक एक्लै हुनुहुन्छ, उहाँसँग कोही सल्लाह गर्ने मान्छे नभएर डिप्रेसनमा धेरै जानुभएको छ। उहाँहरूको लागि अब गफ गर्ने चौतारो बनाउनको लागि हामी अगाडि बढिरहेका छौँ, जुन शुभारम्भको भएर पनि अन्तिम तयारीमा गइरहेका छौँ। र अब हामी केही दिनमा ज्येष्ठ नागरिक कार्यक्रम गरिरहेका विभिन्न वडाहरू 9 नम्बर 10 नम्बर 2 नम्बरमा हामी ज्येष्ठ नागरिकलाई यी बुढानीकण्ठमै घुमाउन लाँदैछौँ। कसरी कार्यक्रम गर्नुभएको रहेछ, ज्येष्ठ नागरिक कसरी खुसी हुनुभएको रहेछ, ती देखाउन हामी लाँदैछौँ। यसले गर्दा ज्येष्ठ नागरिकको हकमा पनि हामीले यो काम गरेका छौँ। र सिङ्गो बुढानीकण्ठ 6 का आम दाजुभाइ दिदीबहिनीहरूलाई बाटोघाटो मात्रै होइन, हामीलाई फुर्सद हुँदाखेरि बस्ने ठाउँ खोइ, हामी फुर्सद हुँदा गफ गर्ने ठाउँ खोइ, हामीलाई चौतारीहरू खोइ,
भन्ने उहाँको धेरै माग भएको कारणले गर्दा यो आर्थिक वर्षमा हामीले काठमाडौँ उपत्यका विकास प्राधिकरणसँग सम्झौता गरेर 2,93,00,000को चिया सिन्डलको चिनारी पार्क निर्माण गर्दैछौँ। अब त्यही केही समय पछाडि त्यो चिनारी पार्क भव्य बनेर उद्घाटन गर्ने तयारी गर्दैछौँ। हामीले 1,20,00,000 रुपियाँ दाममा भौतिक मन्त्री दिनेश चन्द्र देवकोटाको विशेष पहलमा पासीकोट मदन भण्डारी पार्क को औपचारिक सुरुवात गर्न लागिरहेका छौँ। ओखलगाउँमा रहेको नीलकण्ठ पार्क हाम्रो उद्घाटनको तयारीमा छ। सेराफाँटको पार्क यो वर्ष हाम्रो सम्पन्न गर्दैछौँ। यसरी हामीले पार्कहरू पनि अन्तिम चरणमा पुर्याइरहेका छौँ। खड्का गाउँमा रहेको बसन्त पार्क यो पनि यो वर्ष अन्तिम चरणमा पुग्छ। यसरी हामीले पार्कहरू लगायत आम दाजुभाइ दिदीबहिनीहरूलाई घरबाट निस्केर बस्ने ठाउँ, घरबाट निस्केर व्यवसाय गर्ने ठाउँ, घरबाट निस्केर व्यवसाय बन्ने गरी हरेक सेक्टरमा सोच बनाएर अगाडि बढिरहँदाखेरि अहिले हामी यहाँसम्म आइरहँदा आम नागरिकहरूलाई खुसी बनाउन सकेको छौँ जस्तो मलाई लागिरहेको छ। र आम नागरिकहरूलाई वडा नम्बर 6 को सूचनालाई केन्द्रित गरेर बोलाउँदाखेरि उहाँहरू आउँदाखेरि हामीले खुसी बनाएका रहेछौँ जस्तो लागिरहेको छ। तर पनि हाम्रो काम सबै पूर्णता हुँदैन र हामी तपाईँ मार्फत भन्न चाहन्छु, हामीबाट केही कमी कमजोरी भएको रहेछ भने म यो तपाईँले सोधेको प्रश्नकै बिचमा आम ज्येष्ठ नागरिकहरू, महिला दिदीबहिनीहरू, युवा साथीहरूलाई हामीले गर्न पर्ने युवा साथीहरूको लागि, महिला दिदीबहिनीहरूको लागि के छ निर्धक्क भएर यो वडा कार्यालय तपाईँहरूको हो, तपाईँहरू आएर छलफल गर्नुहोस्। तपाईँले जस्तो भन्नुहुन्छ त्यस्तै कार्यक्रम गरेर तपाईँहरूलाई खुसी बनाउने कार्यक्रम गर्न चाहन्छौँ। सबै कुरो हामीले भनेकै हुनुपर्छ भन्ने होइन, तर तपाईँहरूले भनेका उचित मागहरू हामी सम्बोधन गर्न तयार छौँ। अब यो विकाससँग जोडेर बाल मैत्री विकासका नीतिहरू तपाईँहरूले के अख्तियार गर्नुभएको छ होइन? बाल विकास सम्बन्धी कार्यक्रमहरू छन् कि छैन? हामीले हरेक वर्ष यो निलो बुकमा बाल कार्यक्रमको लागि योजना जहिले पनि 2 लाख 3 लाख राख्ने गरेका छौँ। हाम्रो भद्रकाली आदर्श विद्यालयमा 8 कक्षासम्म मात्र पढ्नु हुनुहुन्छ। उहाँहरूसँगलाई खेल्ने पुस्तकालय, जुत्ता लत्ता कपडा के आवश्यक हुन्छ हामीले दिने गरेका छौँ। खेल्ने कुराहरू दिने गरेका छौँ। हामीसँग बाल आश्रम छ, न्यू बाल गृह भन्ने, त्यहाँ गएर बालबालिकालाई हामीले हरेक वर्ष केही न केही सामग्री दिइरहेका छौँ। त्यति मात्र होइन, वडा अध्यक्षसँग बालबालिका भन्ने एउटा शीर्षक हामीले राखेका छौँ, जसले गर्दा बालबालिकाहरूको कुरो के हो त? हामी त बालबालिकाको उमेर पार गरेर अगाडि बढिसकेको मान्छे, तर हामीले देखेको बालबालिका र अहिलेको बालबालिकामा धेरै अन्तर छ। ती अन्तरहरू के हुन् त भन्नको लागि प्रत्यक्ष बालबालिकासँगै सुन्ने कार्यक्रम हामीले 2 दिन कार्यक्रम आयोजना गर्छौँ। उहाँहरूले यति धेरै प्रश्नहरू गर्नुहुन्छ, यति धेरै राजनीतिक प्रश्न गर्नुहुन्छ, यति धेरै विकासका प्रश्न गर्नुहुन्छ, यति धेरै बालबालिका हक र हितका कुराकानी गर्नुहुन्छ। तीबाट हामीले सिकेर बालबालिका सम्बन्धी कार्यक्रम गर्न चाहन्छौँ र हामीले जहाँ जे जस्तो बनाउँछौँ। जस्तै अहिले हामीले बनाइरहेको वडा भवन बालमैत्री छ। यहाँ बालबालिकालाई शौचालय गर्न गाह्रो छैन, बालबालिकालाई वडा अध्यक्षसँग भेट्न गाह्रो छैन, वडा कार्यालय छिर्न बालबालिकालाई गाह्रो छैन, ज्येष्ठ नागरिकहरूलाई वडा भवनमा काम लिनलाई गाह्रो बनाएका छैनौँ। पार्कहरूमा बालबालिकालाई बस्ने छुट्टै ठाउँ बनाएका छौँ। यसरी हामीले सिङ्गो बालबालिकाहरूको ध्यान राखेर विभिन्न योजनाहरू अगाडि बढाइरहेका छौँ। युवा लक्षित कार्यक्रमहरू के गर्दै हुनुहुन्छ होइन? अब युवा भनेपछि खेलकुद पनि जोडिन्छ। खेलकुदको विकासका कार्यक्रमहरू के छ? हामीले बुढानीगढ नगरपालिकाको यो निलो पुस्तकमा 7 लाख रुपियाँ दाम खेलकुदलाई राख्ने गरेका छौँ, जसमध्ये धेरै युवा साथीहरूले फुटबल खेल्न रुचाउनुहुन्छ। उहाँहरूको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू, ड्रेस, जुत्तादेखि लिएर उहाँहरूलाई निर्धक्कसँग खेल्नको लागि, ताकि राष्ट्रले नै उहाँलाई खेल्ने वातावरणको लागि केही न केही गर्न सकिरहेको छैन। अब खेलेर राष्ट्रको नाम चिनाउनु पर्नेछ, खेलेर बुढानीगढ 6 को नाम चिनाउनु पर्नेछ, तर उहाँलाई आर्थिक समस्या नपरोस् भन्नको लागि उहाँलाई आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू हामीले खरिद गरेर दिने गरेका छौँ। त्यस्तै गरी वडा अध्यक्षका ब्याडमिन्टन प्रतियोगिता यसपटक हामी दोस्रो संस्करण पनि सुरुवात गर्दैछौँ। जहाँ आफ्नै वडामा ब्याडमिन्टन कोर्ट छ, त्यहाँ हामी दोस्रो संस्करण आयोजना गरेर बुढानीगढ 6 बाट ब्याडमिन्टनका उत्कृष्ट राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्ने लक्ष्य लिइरहेका छौँ। बुढानीगढ 6 मै रहनुहुन्छ हाम्रो राष्ट्रिय अन्तर्राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठ बहिनी, उहाँलाई पनि सम्झिन चाहन्छु। उहाँले पनि बुढानीगढ 6 बुढानीगढ नगरपालिकाको नाम रोशन गर्नुभएको छ। उहाँहरूसँग बसेर खेलकुदका बारेमा धेरै कुराकानी, धेरै प्लानिङहरू हामीले गरिरहेका छौँ। त्यस्तै गरी युवाहरूलाई खेलकुद सँगसँगै आय आर्जनमा, अघि मैले भनिहालेँ, आय आर्जन पनि गर्नुपर्छ है। अब तपाईँहरूले भने आय आर्जनमा धेरै गाँसिएको छ, धेरै लगाव बनाएको छु। त्यस कारण युवा साथीहरूलाई पनि धेरै कार्यक्रम हामीले झन्डै युवा प्रत्येक आर्थिक वर्षमा युवा लक्षित कार्यक्रम 14-15 लाखको कार्यक्रम हामीले गर्ने गरेको तपाईँलाई जानकारी गराउन चाहन्छु।
अब यस वडामा फोहोर व्यवस्थापनको स्थिति के छ होइन, त हामीले पनि हेर्दा सामान्य त्यसो फोहोर त देखेका छैनौँ। तैपनि यहाँको फोहोर व्यवस्थापनको अवस्था र स्वच्छ वातावरणको लागि चाहिँ के कार्यक्रमहरू गर्दै हुनुहुन्छ? वृक्षारोपण लगायतका के कार्यक्रमहरू छन् यहाँ? धन्यवाद। फोहोर मैलाको कुरा सम्झाइदिनु भयो। म केही समय अगाडि झन् निर्वाचित भएको 3 वर्ष जति बुढानीगढ नगरपालिका फोहोर मैला व्यवस्थापन समितिको संयोजक भएर पनि काम गरेँ। बुढानीगढ नगरपालिकाको फोहोर मैला व्यवस्थापन समितिको संयोजक भएर काम गर्दा मैले वडा मात्र होइन सिङ्गो बुढानीगढ नगरपालिकालाई फोहोर मैलामा धेरै चेन्ज गराउने योजनाहरू बनाएका थिएँ। कार्ड व्यवस्थापनदेखि लिएर आम नागरिकलाई निःशुल्क फोहोर मैला व्यवस्थापन गर्ने सम्मको बनाएको थिएँ। तर यहाँ विभिन्न राजनीतिक उतार चढावहरू आए, जसले गर्दा मलाई अहिले बुढानीगढ नगरपालिकाको संयोजकबाट पदमुक्त भन्दा नि हाम्रो विधि विधान ल्याएर अहिले म हटेको छु। अहिले यसको संयोजक सिङ्गो बुढानीगढ नगरपालिकाको मेयर रहने वातावरण बनेको छ। त्यसले गर्दा हामीले बुढानीगढ नगरपालिकालाई नै फोहोरको एउटा चेन्ज गरौँ भन्ने हिसाबले अगाडि बढ्दै त्यसमा मेरो ब्रेक लागेको छ। र सिङ्गो बुढानीगढ छ त्यो नगरपालिकामा ब्रेक लागेपछि बुढानीगढ 6मा नै ब्रेक त लागिहाल्छ, स्वाभाविक रूपमा हो। हाम्रो बुढानीगढ 6मा चाहिँ 2वटा फोहोर मैला व्यवस्थापन समिति संस्थाहरूले काम गरिरहेका छन्। संस्थालाई कोअर्डिनेसन गरिरहेको छु। प्रत्येक नागरिकले त्यही संस्थामा निर्भर हुनु परेको छ। फोहोर मैला नगरपालिका वडामा निर्भर हुनुपर्ने चिजलाई हामी संस्थामा निर्भर भएर अगाडि बढिरहेका छौँ। संस्थाले आफैले उठाउने आफैले व्यवस्थापन गर्ने गरेको छ। त्यसलाई हामीले व्यवस्थित मात्र हामीले गर्न सकेका छौँ। दरबार रेटका कुरादेखि लिएर आम नागरिकमा रुटिनहरू बनाउने काममा हामीले व्यवस्थापन गर्न सफल भएका छौँ। तर सिङ्गो बुढानीगढ नगरपालिकाले फोहोर मैला व्यवस्थापनमा जति महत्त्वपूर्ण भूमिका खेल्न पर्ने थियो, म कार्यपालिका सदस्य वडा अध्यक्ष मात्र नभएर कार्यपालिका सदस्य भए नाताले हामी सिङ्गो नगरपालिकामा सफल हुन सकिरहेका छैनौँ। त्यस्तै गरी अब वृक्षारोपणको कुराकानी गर्नुभयो। अस्ति भर्खरै पनि हामीले प्रगति सामुदायिक वनमा एभोगाडो एउटा बिरुवामा 29को मात्र बिरुवा थियो। अब त्यो उत्पादनसँग गाँसिनुपर्छ भनेर हामीले एभोगाडोको बिरुवाहरू लगाएका छौँ। र त्यहाँ स्थानीयहरूको श्रमदानले लगाएको झनै 250 मान्छेको उपस्थितिमा लगाएको एभोगाडोको बिरुवा अपुग भयो भनेर माग भएको कारणले हामीले नगरपालिकासँग फेरि माग गरेका छौँ। र केही समयभित्रै हामी 300-400 बिरुवा फेरि त्यहाँ लगाउँदैछौँ। र अन्य हामीसँग केही रहेका वनहरू पार्कहरूमा वृक्षारोपण हामीले निरन्तर लायन्स क्लबहरूको सहकार्यमा बुढानीगढ सहको आफ्नै आयोजनामा नगरपालिका वातावरण शाखाको सहकार्यमा हामीले कार्यक्रम गरिरहेका छौँ। र जहाँ हाम्रो ओपन स्पेस छ त्यहाँ चाहिँ हामीले हरियाली बनाउने काममा अगाडि बढिरहेका छौँ। सबभन्दा महत्त्वपूर्ण प्रश्न चाहिँ यो हो, हामीले प्रत्येक वर्ष अपाङ्गता भएका व्यक्तिहरूको लागि यो निलो बुकमा पनि बजेट राखेर केही न केही गर्ने कार्यक्रम गरेका छौँ। उहाँहरूसँग भेटघाट गर्ने, दिनचर्याका कुराकानी गर्ने, उहाँहरूको स्थितिको कुराकानी गर्ने र हामीले गर्नुपर्ने सहयोगका सबै कुराकानी गरिरहेका छौँ। तर त्यो सँगसँगै लगभग झन्डै 6 महिना भएको छ बुढानीगढ 6मा अटिजम स्कुल बन्दैछ। हामी हाम्रो कार्यकालको लगभग अन्तिम सम्ममा भए पनि एउटा दुईटा बिल्डिङ भए पनि उद्घाटन गरेर अटिजम स्कुल सञ्चालन गर्ने भनेर लागेका छौँ। अटिजम सबभन्दा ठुलो अपाङ्गता भएका मध्ये पर्नुहुन्छ। कसैको हात नहोला, खुट्टाले लेख्न सक्नुहुन्छ, कोही बोल्न नसक्नु होला, आँखाले देख्न सक्नुहुन्छ। तर अटिजम भएका विद्यार्थीहरू शारीरिक रूपले धेरै अशक्त हुन्छ। र उहाँ मात्रै होइन, बौद्धिक अपाङ्गता उहाँहरू मात्रै होइन, उहाँको कारणले गर्दा परिवारलाई समेत असर गर्छ। यी सबैलाई ध्यानमा दिएर हामीले बुढानीगढ 6को पाडे सिममा 6 रोपनी जमिन दिएर अटिजम स्कुलको शिलान्यास गरेर अगाडि बढिसकेका छौँ। अहिले डिपिसी सम्पन्न भएर पिल्लर उठ्ने तयारीमा अगाडि बढिरहेको छ। सम्भवतः मङ्सिर महिनाभित्र 2 तलाको भवन उद्घाटन हुन्छ। र यो अब आउने सेसन वैशाखदेखि अटिजमका भएका नानी बाबुहरूलाई हामीले त्यहीँबाट स्कुल सञ्चालन गर्छौँ। र यही बुढानीगढ 6का दिदी बहिनीहरूलाई हामीले अहिले त्यो स्कुल सञ्चालनको लागि तालिम लिन पठाइरहेका छौँ। उहाँहरू तालिम लिँदै हुनुहुन्छ। यसरी बुढानीगढ 6मा अटिजम भएकाहरूको लागि विशेष महत्त्वका साथ सिङ्गो देशैभरिमा पहिलो अटिजम स्कुल स्थापनाको जस लिने अवसर प्राप्त भएर हामी अगाडि बढिरहेका छौँ भने अन्य अपाङ्गता भएका हरेक साना नानी बाबुहरू दाइहरू हरेकसँग सहकार्य गर्दै उहाँहरूलाई आवश्यकता अनुसारको बुढानीगढ 6ले काम गरिरहेको तपाईँलाई जानकारी गराउन चाहन्छु। अब अहिले वर्षाको समय भने चाहिँ अलिकति यो विपदको समय पनि मानिन्छ होइन। हाम्रो वडा नम्बर 6मा चाहिँ विपदको जोखिम कति छ र यसको व्यवस्थापनको लागि र विपद न्यूनीकरण गर्नको लागि चाहिँ के गरिरहनु हुन्छ? विपदको कुराकानी गर्दा सिङ्गो नगरपालिकामा हामीले विपद के हो बुझाउन सकेका छैनौँ। विपद परेपछि मात्र बनाउने हाम्रो चलन छ। विपद पर्नै नदिने हाम्रो उद्देश्य कहिले पनि रहेन।
एउटा कार्यपालिका सदस्य भएर मैले स्वीकार्नुपर्ने कुराकानी हो। बुढानीगढ 6 मा विपद लुडी खोलाले अत्यधिक धेरै हामीलाई दुःख दिइरहेको छ। यो वाल पुरानो भएको छ, भत्किन्छ, आम नागरिकको घर घरमा पस्छ, घर घरमा क्षति बनाउँछ, बाटो क्षति बनाउँछ। तर बनाएका विपद भएका चिजहरूलाई पनि हामीले कार्यपालिकामा धेरै पटक लगिसक्यौँ। कार्यपालिकाबाट कहिले सुनवाई हुँदैन। यो बुढानीगढ 6 मै मात्र विपद पर्दो रहेछ, बुढानीगढ 6 लाई मात्रै पैसा दिनु पर्दो रहेछ भन्ने जस्ता तुच्छ शब्दहरू पनि कहिलेकाहीँ सुन्न पर्दा चसक्क मनमा दुख्छ। तथापि हामीले धेरै बनाइसकेका छौँ। यो आर्थिक वर्षमा गत वर्षको तुलनामा विपदको जोखिमहरू धेरै न्यूनीकरण भएको छ। तपाईँको जो विपदका कुराकानी गर्दा म निर्वाचन भएको पहिलो वैशाखमा चुनाव भयो, जेठ 6 गते हामीले शपथ ग्रहण गऱ्यौँ। जेठको 19-20 गते राति लोडी खोलाले विपद पर्दाखेरि म राति निस्केर आउँदाखेरि एउटा खाल्टोमा परेर म झन्नै मरेको थिएन। राति कसैले दिएको थिएन, तर त्यो खाल्टो मेरो घाँटीसम्म मात्र आउने रहेछ। पुरै भइदिएको त्यो खाल्टोमाबाट म उठ्न सक्दै कि सक्दिनँ। त्यसरी पनि विपदलाई लड्दै पर्दै गरेर आएर अहिले विपद हामीले धेरै न्यूनीकरण गरिसकेका छौँ। अहिले बुढानीगढ 6 मा विष्णुमती खोलातर्फ टोखापट्टि पुरै वाल लगाइसकेको थियो, हामीपट्टि एउटै वाल थिएन। अहिले हामी लड्दा 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 लगभग हामीले 60% हाम्रो बुढानीगढ 6 पट्टि वाल लाएर अब विष्णुमतीले असर नगर्ने बनाइसकेका छौँ। त्यस्तै गरी च्यासिन्डोल खहरे छ। खहरेले जहिले पनि पानी आइसकेपछि बस्तीको बिचमा गएर बस्ती डुबान बनाएर घर घरमा पानी छिरेर हैरान गर्थ्यो। अहिले हामीले वाल लगाएर बस्तीको बिचमा पानी नछिर्ने बनाएको 3 वर्ष भइसकेको छ। लुडी खोलालाई पनि बलियो वाल बनाउँदै बनाउँदै आएका छौँ। तथापि पनि अझ पनि लुडी खोलाले हामीलाई दुःख दिइरहेको छ। विष्णुमती संरक्षण अन्तर्गत यसपालि हामीले बुढानीगढ 6 को मा पुरै वाल लाउन हामी सफल हुन्छौँ। लुडी खोलातर्फ हामीलाई परेको 3 करोड रुपियाँ दाम कार्यान्वयन गर्न सकेनौँ। जेनजी आन्दोलनको कारणले गर्दा हाम्रो वडामा परेको बजेट पनि फिर्ता गयो। त्यसले गर्दा यसपालि लुडी खोलाले हामीलाई दुःख दिइरहेको छ। बाढी पहिरोको हकमा हामीलाई च्यासिन्डोल र धरमपुरमा पहिरोहरू आइरहेको छन्। त्यसलाई रोकथामको लागि हामीले वालहरू लगाइरहेका छौँ। यसरी बुढानीगढ 6 विपद जोखिममा पनि सङ्घर्ष गर्दै गर्दै अगाडि बढिरहेको छ। तर विपद जोखिम जति थियो अहिले हामीले प्रत्येक वर्ष 10, 15, 20% माइनस गर्दै गइरहेका छौँ। र यो वर्ष विपद अलिकति कम भएको छ। भगवानको आशीर्वाद, भद्रकाली माताको आशीर्वादले गर्दा हामीलाई सबैको साथ सहयोगले गर्दा विपद कम भएको छ। र यो विपद कम र जिरोमा झार्नको लागि हामी प्रयत्नरत रहनेछौँ। तर विपद भन्ने चिज कहिले पनि बाजा बजाएर आउँदैन। यो भनेको आपतकालीन जसरी पनि आउन सक्छ, जुनसुकै बेला पनि हुनसक्छ। तपाईँहरू चनाखो हुनु होला, तपाईँहरू सुरक्षित भएर बस्नु होला। केही पर्यो भने वडा अध्यक्षको रूपमा मलाई सम्झनु होला। तपाईँहरूको हरेक समस्यामा समाधान गर्नको लागि म हर हमेसा आएको छु र मैले हरेक नागरिकलाई भन्ने गरेको छु, तपाईँहरूको दुःख जति सबै मलाई दिनुहोस्, तपाईँहरूको सुख जति सेयर गर्नुहोस् भनेको छु। कुनै दुःख पर्यो भने हामीलाई सम्झनु होला। तपाईँको सेवाको लागि हामी हर हमेसा तयारी छौँ। अब हामीले यो भौतिक पूर्वाधार विकासदेखि मानवीय विकास, सामाजिक विकासका विषयहरूमा चर्चा गऱ्यौँ होइन। अब वडा कार्यसँग जोडिएका विकाससँग सुशासनका कुराहरू पनि आउँछन्, पारदर्शिताका कुरा पनि आउँछन् होइन। यहाँका प्रशासन सञ्चालनदेखि अनेक कुराहरू आउँछन्। सुशासन र पारदर्शिताको व्यवस्थापन चाहिँ यहाँहरूले कसरी गरिरहनु भएको छ? यसको अभ्यासको स्थिति वडामा के छ? सुशासन पारदर्शितामा चाहिँ आम जनताहरूले, वडावासीहरूले तपाईँहरूलाई कुनै किसिमको त्यस्तो सचेतना अथवा खबरदारी गरेको स्थिति के छ? धन्यवाद। सबभन्दा महत्त्वपूर्ण नापजाँचो कसी भनेकै सुशासन हो। बुढानीगढ 6 मा हामी निर्वाचित भएर आइसके पछाडि आम नागरिकलाई समस्या नपरोस् भन्नको लागि आम नागरिकले कुनै काम लिएर आउनुहुन्छ भने उहाँहरूको फोटोकपी चाहिँ निःशुल्क गर्नुपर्छ भनेर हामीले शुभारम्भ गऱ्यौँ। त्यस पछाडि उहाँहरू आइसके पछाडि डकुमेन्टहरू सबै पुगेको छ भने 5 मिनटभित्र काम सम्पन्न गर्नुपर्छ भनेर सम्पूर्ण कर्मचारीहरूलाई भनेका छौँ। डकुमेन्ट पुगेका आधारमा, डकुमेन्ट पुगेको खण्डमा हामीले हरेक नागरिकको वडाभित्र प्रवेश गरेपछि 5 मिनटभित्र काम सम्पन्न गर्नुपर्छ। आम नागरिकलाई सजिलो होस् भन्नको लागि वडा भवनको ग्राउन्ड फ्लोरमा वडा अध्यक्षको रुम बनाइएको छ। यहाँ सबै कर्मचारीहरूलाई माथि राखिएको छु, म आफू तल छु, किनभने हरेक नागरिकलाई मसँग भेट्न सजिलो होस् भन्नको लागि। त्यस पछाडि अहिले हाम्रो डिजिटल बडापत्र छ। यो कुनै पनि बुढानीगढ 6 बुढानीगढ नगरपालिकाप्रति कुनै पनि कुरा हेर्न पर्यो भने अब लिखित बडापत्र पनि छ, तर डिजिटल बडापत्र मार्फत उहाँले इजिली काम गर्नुहुन्छ। र पेपरलेस गर्नको लागि हामीले बाहिर, मेरो रुमभन्दा बाहिर प्रिन्टर मेसिनसहित हामीले राखेका छौँ। जसलाई जुन को सिफारिस चाहियो त्यो सिफारिस उहाँले
क्लिक गर्नुभयो भने त्यसको फर्मेट प्रिन्ट भएर आउँछ। उहाँले फर्मेट भरेर कुनै निवेदन लेखिरहनु पर्दैन, निवेदन लेख्न झन्झट पनि छैन, त्यति सजिलो बनाएका छौँ बडापत्र सँगसँगै सिफारिसको फर्मेट बनाउनको लागि। त्यसपछि राजस्वको कुराकानी हो। राजस्व हामीले अहिले बुढानीगढ नगरपालिका वडा नम्बर 6 ले यो आर्थिक वर्ष गएको आर्थिक वर्ष 82-83 मा 2 करोड 76 लाख रुपियाँ दाम हामीले उठायौँ। यो भनेको बुढानीगढ 6 को रेकर्ड हो। प्रत्येक वर्ष हामी निर्वाचित भएपछि रेकर्ड तोड्दै आएर 2 करोड 76 लाखसम्म पुर्याइसकेका छौँ र यो वर्ष हामी 3 करोड पुर्याउने लक्ष्यमा छौँ। यसरी राजस्वमा पनि आम नागरिकहरू सचेत हुनुभएको छ। बुढानीगढ 6 को सेवासँग पनि उहाँहरू सन्तुष्ट हुनुहुन्छ र अस्ति भर्खरै हामीले सार्वजनिक सुनवाई कार्यक्रम गऱ्यौँ। सार्वजनिक सुनवाईमा आम नागरिकले के भन्नुभयो भने बुढानीगढ 6 को कर्मचारीहरूसँग हामी निर्धक्कसँग यो काम गर्नुहोस् यो गर्नुहोस् भनेर काम लिन सकिरहेका छौँ। कुनै पनि कर्मचारीले दुःख दिइरहेका छैनन्, कुनै पनि कर्मचारीले यति पैसाले भोलि आइजो भनेका छैनन्। यो सबै वडा अध्यक्षको सहयोग र कर्मचारीको सहयोगले गर्दा वडामा हामीलाई काम सजिलो भएको छ भन्ने कुराकानी सार्वजनिक सुनवाईमा भनेको कुरा मैले तपाईँलाई भन्न चाहेँ। यसले गर्दा बुढानीगढ 6 को आम नागरिकहरूलाई सार्वजनिक सेवा प्रवाह सुशासनको सन्दर्भमा बुढानीगढ 6 ले कुनै कम्प्रोमाइज गर्दैन र कसैको काम बनेन भने तुरुन्तै मका आउनुहोस् भनेको छु र माथि कर्मचारीहरूले उहाँको काम गर्नु भएन ढिलासुस्ती गर्नुभयो भने मका आउनुहुन्छ र म यसो गर्नुहोस् भनेर फोन गर्दिनँ, उहाँहरूसँगै म माथि जान्छु र उहाँको काम किन भएन के कारणले भएन भनेर सोधेपछि हुन सक्ने हामी वडा कार्यालय हो, स्थानीय निकायको पहिलो पार्ट हो, यहाँ सबै डकुमेन्ट 100% पुग्नुपर्छ भनेन, कतिपय कुरा डकुमेन्ट नभएका कारणले गर्दा नि अर्जेन्ट कामहरू खुलाउनु पर्छ भन्नको लागि त्यसको लागि चाहिँ मैले जिम्मेवारी बसेर कुनै डकुमेन्ट भोलि ल्याउने पर्सि ल्याउने शर्तमा उहाँहरूको काम खुलाएर पठाएको छु, जसले गर्दा बुढानीगढ 6 का सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले सुशासनमा प्रश्न उठाउने ठाउँ छ जस्तो मलाई लाग्दैन र ठाउँ थियो भने उहाँहरूले सार्वजनिक सुनवाई उठाउनुहुन्थ्यो होला। त्यसकारण हामीले सुशासनमा 100% ले काम सेवा प्रवाह गरेका छौँ जस्तो मलाई लागिरहेको छ। अब यहाँले यस वडाको विकासको अभिभारा नेतृत्व अगुवाई गर्नुभएको झन्डै 4 वर्ष बितिसक्यो। अबका केही महिना मात्र यहाँको कार्यकाल बाँकी छ होइन। यहाँले यो वडालाई बाट जिम्मेवारी फेरि दोहोरिनु होला, त्यो अब यहाँको जनतामा भर पर्छ। तर 5 वर्षको अवधिमा चाहिँ यो वडाको विकासको स्तर कहाँसम्म पुर्याउँछु भनेर सपना देख्नुहुन्छ? यो मेरो सपना हो। मैले चुनाव लड्नुभन्दा अगाडि आम नागरिकहरूलाई प्रतिबद्धता पत्र वितरण गरेको थिएँ र मैले भनेको थिएँ यो प्रतिबद्धता पत्र एक घर एक व्यक्तिले पढ्नुहोस् र नच्यातिकन राख्नुहोस्। मलाई ढुक्क थियो म चुनाव जित्छु, नच्यातिकन राख्नुहोस्। अहिले मैले प्रतिबद्धता पत्र अनुसार काम गरिरहेको छु। मैले बजेट बनाउने बेलामा हरेक समय प्रतिबद्धता अनुसार काम गर्ने गरेको छु र मेरो प्रतिबद्धता पत्र झन्डै 90% पुरा भइसकेको छ। यसरी मैले काम गरेको छु र सिङ्गो बुढानीगढ 6 का आम दाजुभाइ दिदीबहिनीहरूलाई निर्धक्कले तपाईँले अहिले वडा अध्यक्षले आफ्नो फुर्ती लाउनको लागि आफूले गरेका कामहरूको व्याख्या गरी तपाईँलाई लाग्न सक्ला, तर म नलिकन सिङ्गो वडा नम्बर 6 मा के भएको छ तपाईँले आम नागरिकमा टोलमा जानुभयो भने टोलका नागरिकहरू खुसीले गदगद हुनुहुन्छ। पासीकोटका दाजुभाइ दिदीबहिनीलाई न खानेपानी थियो, न यातायातको सुविधा थियो, न बाटोघाटो थियो। अहिले त्यहाँ मैले माइक्रो सञ्चालन गरिदिएको छु, हिँड्नु पर्दैन। खानेपानी एउटा पासीकोटको 4 नम्बर वडामा रहेको खानेपानी समितिसँग सम्झौता गरेर 30 लाख त्यो वडा अध्यक्षले ममा भ्रष्टाचारको गन्ध थियो भने, म पैसा कमाउने लालसा थियो भने 30,000 रुपियाँ दाम उहाँलाई नागरिकहरूलाई डिस्काउन्ट दिने पैसा म खाएर धारो दिन सक्थेँ। तर त्यो समितिसँग बसेर कागज गरेर कुराकानी गरेर 80,000 मा उहाँले पानी वितरण गरेको ठाउँमा 30,000 रुपियाँ दाम छुट गर्न लगाएर त्यो पैसा नागरिकलाई छुट गरेर 50,000 का दरले मैले 100 घरधुरीलाई पानी खुवाएको छु। मैले हरेक टोलमा गएर खानेपानी उद्घाटन गरेको छु। त्यसले गर्दा पासीकोटका दाजुभाइ दिदीबहिनीहरू कति खुसी हुनुहुन्छ, पानी पाउनु भएको छ। टनगाउँका दाजुभाइ दिदीबहिनीलाई न्यूनतम शुल्क अहिले तपाईँले भनिहाल्नुभयो, काहीँ 80,000, काहीँ 1 लाख, काहीँ 40,000, काहीँ 50,000 खानेपानी समेत लिइरहेको छ। हामीले 11,000 मा 150 घरधुरीलाई टनगाउँ खानेपानी खुवाइरहेका छौँ र केही समयमा हामी च्यासिन्डोल खानेपानी पनि यस्तै गरी सस्तो खुवाउने योजनामा छौँ। तर च्यासिन्डोल खानेपानी खुवाउनको लागि यो मेरो ठुलो सपना। बुढानीगढ नगरपालिकाको मेयर साहबले कुरा मैले बुझाउन नसकेका कारणले गर्दा हामीले पुसको अधिवेशन 2081 साल पुस 24 गते पुसको अधिवेशनले निर्णय गरेको पैसा समेत निकासा नगर्नका कारणले गर्दा मैले केही टोलमा
खानेपानी खुवाउनलाई अलिकति गाह्रो भइरहेको छ। खड्का गाउँ, ओखल गाउँ, धरमपुर, टन गाउँको तल्लो टन गाउँको एरियाहरूमा अलिकति गाह्रो भइरहेको छ। नगरपालिकाको नगर अधिवेशनले गरेको बजेट समेत मैले ल्याउन नसकेँ। त्यहाँ विभिन्न खेलहरू रहेका छन्। मैले भनिहालेँ, मेयर साहबलाई मैले पूर्ण रूपले बुझाउन सकिनँ होला, त्यो मेरो कमजोरी होला। म मेयर साहबको कमजोरी भन्दिनँ, बुझाउन नसक्ने मेरो कमजोरी होला। ती योजनाहरूको कारणले गर्दा मेरो कार्यकालमा 100% नागरिकलाई पानी खुवाउने मेरो ठुलो सपना थियो। अहिले पनि म 70%मा त ढुक्क छु, खानेपानी खुवाउन सक्छु, तर 30%को लागि अहिले पनि लडिरहेको छु। केही समयभित्र म नगरपालिकामा केही साथीहरूलाई लिएर पनि जान्छु, मेयर साहबलाई अझ प्रयास गर्छु र खानेपानी खुवाउनको लागि अस्ति मात्रै खानेपानी बोर्डसँग हाम्रो मिटिङ भइसकेको छ। यसरी बुढानीकण्ठ 6मा अब हामीले गर्नुपर्ने काम भनेको एउटै मात्र खानेपानी खुवाउने हो। खानेपानी खुवाउन सक्यौँ भने हामी सफल हुन्छौँ। अहिले तपाईँको बुढानीकण्ठ 6को तपाईँ टोलमा हेर्न जानुभयो भने डिजिटल बोर्डहरू छ। त्यहाँ ओडाको सूचना, ओडाको नामाकरण, तपाईँ फलानु टोलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ भने डिजिटल बोर्डहरू राखेका छौँ अहिले हामीले। अब कुनै पनि नागरिक बुढानीकण्ठ 6 घुम्दा म कुन ठाउँमा आइपुगेछु, कुन टोलमा आइपुगेछु, कसैलाई सोध्नु पर्दैन। एकछिन दायाँ बायाँ हेर्नु भने उहाँले डिजिटल बोर्ड देख्नुहुन्छ। उज्यालो ओडाको कुराकानी गर्नुहुन्छ भने तपाईँले बुढानीकण्ठ 6 राति हिँड्नुभयो भने अब तपाईँ अँध्यारोमा कुनै गल्ली बाँकी रहला, नभए अत्याधिक धेरै बाटाहरूमा हामीले उज्यालो वडा बनाइसकेका छौँ। यो अर्को मेरो सपना पुरा हुने काम हो। अहिले अँध्यारो वडा छैन, दिदीबहिनीहरूलाई सुरक्षित तरिकाले हिँड्न सक्ने बनाएका छौँ। तर जेनजी आन्दोलन पछाडि चोरी चकारीहरू अत्याधिक धेरै बढेका छन्। सिग्री चोर्नेहरू, घर फोड्नेहरू बढेका छन्। यसलाई अहिले हामीले केबाट क्याप्चर गरिरहेका छौँ भन्दा सीसी क्यामेराबाट। अहिले हरेक टोलका सीसी क्यामेराको काम कहाँबाट हुन्छ? हामीले ओडा भवनमा यत्रो ठुलो मोनिटर राखेका छौँ। यीबाट हामीले कतिवटा चोर समातिसकेका छौँ, कतिवटा चोरहरूलाई पक्राइसकेका छौँ र कतिपय नागरिकहरूलाई सावधानी गरेका छौँ। र त्यो सँगसँगै तपाईँहरूले अब पुलिसको मात्र भर नपरेर आफ्नो टोलमा आफैले सुरक्षा गर्नुहोस् र सीसी क्यामेरा राख्नुहोस्, जसको सीसी क्यामेरा हरेकको मोबाइलमा आओस् भन्नको लागि जनचेतनामूलक कार्य पनि गरिरहेका छौँ। यसरी गर्दा टोललाई सुरक्षित बनाउने काममा पनि हामी अगाडि बढिरहेका छौँ। यो अगाडि बढ्ने भनेको झन्डै 4 वर्ष 4-5 महिना भइसकेको छ हामीले काम गरेको। जेठको 6 गतेबाट काम गरेको हाम्रो यत्रो समय आइसकेको छ। अब हामी 4-5 महिना मात्र बाँकी छ काम गर्नको लागि। 4-5 महिनासम्म तपाईँहरूको हमेसा मैले भनेको छु, मेरो घरको खुसी, मेरो परिवारको खुसी, मेरो छोराछोरीको खुसी, मेरो बुवा आमाको खुसी भन्दा सबैभन्दा ठुलो सिङ्गो ओडाको खुसी। र सिङ्गो ओडा नै मेरो घर हो। हरेक घरमा मेरा आमा बुवा बस्नुहुन्छ, मेरो दाजुभाइ बस्नुहुन्छ, मेरो बुहारीहरू भाउजूहरू बस्नुहुन्छ, मेरो छोराछोरी बस्नुहुन्छ भनेर सिङ्गो बुढानीकण्ठ 6 समृद्ध बनाउनेको कुरामा, सिङ्गो बुढानीकण्ठ 6लाई खुसी बनाउने कुरामा मेरो दिन रात अहोरात्र खटिरहेको छु। यसको मूल्याङ्कन आम नागरिकहरूले गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। अब अन्तिममा फेरि आम नागरिकहरूलाई, ओडावासीहरूले के भन्न चाहनुहुन्छ? नमस्ते पालिका मार्फत आज बुढानीकण्ठ 6को हामीले झन्नै 4 वर्ष 4 महिना काम गरिरहँदाखेरिको रिपोर्टिङ गर्ने सन्दर्भमा आम बुढानीकण्ठ 6का दाजुभाइ दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भने, मैले मेरो ठाउँबाट तपाईँहरूले दिएका पाठ शिक्षा सिक्दै काम गरेँ। कति काम मबाट बिग्रिन पनि सक्ला, तपाईँहरूकै राय सल्लाह सुझाव अनुसार काम गरेको छु। कतिपय कामहरू तपाईँलाई नै जिम्मा लगाएको छु। मबाट त्यस्ता कमजोरी भएका छन् भने हरेकले अघि मैले भने जस्तो यो ओडा मेरो परिवार हो, तपाईँको घर मेरो घर हो भने जस्तै यो मेरो भाइ हो, यो मेरो देवर हो, यो मेरो बाबु हो, यो मेरो छोरा हो भनेर ओडा कार्यालयमा राय सल्लाह सुझाव दिन आउनुहुन म अनुरोध गर्न चाहन्छु। यो ओडा कार्यालय तपाईँहरूको लागि हर हमेसा खुला छ, कहिले पनि बन्द छैन, हर हमेसा खुला छ। तपाईँहरूले मलाई फोन, मेसेन्जर, व्हाट्सएप जेमा पनि तपाईँले खबर गर्न सक्नुहुन्छ। तपाईँको सेवाको लागि म अहोरात्र अझ पनि खट्नेछु। म ओडाचे रहिरहँदा पनि खट्नेछु, नरहँदा पनि खट्नेछु। तपाईँहरूको सेवा नै मेरो धर्म हो भनेर अगाडि बढेको मान्छे, बुढानीकण्ठ 6लाई धार्मिक दृष्टिकोणले अगाडि बढाउनुपर्छ भनेर अगाडि बढेको मान्छे, तपाईँहरूलाई बाटोघाटोमा हिलोमा टेक्न नपर्ने गरी विकास निर्माण गर्छु, देखाउँछु र विकास निर्माण के हो एउटा टेन्ट बसाल्छु भनेर अगाडि बसेको मान्छे। यी यावत काम गर्दाखेरि 2-4वटा मुद्दा मामिलाका निर्णयहरू गर्दाखेरि
कहीँ कसैको मन दुखेको रहेछ भने वडा अध्यक्षले कोही न कोहीलाई सत्य न्याय त दिन परिहाल्छ। कसैलाई मलाई अन्याय परेको रहेछ जस्तो आभास भयो भने भद्रकाली मातालाई गएर सोध्नु होला र वडा अध्यक्षले साँच्चीकै मलाई अन्याय गरेको हो त भनेर सोध्नु होला। तर मैले अन्याय गरेको जस्तो लाग्दैन। मैले अन्याय गरेको रहेछु भने भद्रकाली माताको कसम खाँदै तपाईँहरूसँग क्षमा पनि माग्न चाहन्छु र तपाईँहरूसँग हरेक नागरिकहरूसँग वडा नम्बर 6 समृद्ध बनाउने कुरामा विशेष अनुरोध पनि गर्न चाहन्छु। जसरी अहिलेसम्म साथ दिनुभएको छ, जसरी अहिलेसम्म तपाईँले मलाई सहयोग गर्नुभएको छ, जसरी अहिलेसम्म तपाईँले मलाई आफ्नो परिवारको सदस्य देख्नुभएको छ, त्यसै गरी आगामी दिनहरूमा आगामी वर्षहरूमा पनि यसले केही गर्छ र योसँग मेरो विश्वास छ भन्ने लाग्छ भने तपाईँहरू सबैले मलाई साथ सहयोग विश्वाससहित समर्थन गर्नुहुनेछ र मेरा हरेक योजनाहरूमा तपाईँले साथ दिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै तपाईँ मार्फत यो नमस्ते पालिका मार्फत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूसँग आग्रह गर्दै अहिलेसम्म गर्नुभएको सहयोगको लागि धन्यवाद पनि दिन चाहन्छु। धन्यवाद।